हेलो गाइस, सबैजनालाई जमेसी फेरि पनि मेरो भिडियोमा स्वागत। र आज फेरि बिहान यसरी अहिले फेरि फार्ममा जाँदैछु हो। माथि डाँडामा निस्किनु पर्छ अनि अहिले चाहिँ यसो हिँड्नु परिरहेछ है। प्लिज जग्गा चाहिँ दामी छ कि आमा खुट्टा गोलेर। तल चाहिँ खोला पनि रमाइलो, जग्गा पनि रमाइलो हो। जिन्दगीमा एक्लै गरी खाएन पनि केटा हो, कहिले पनि सक्सेस हुँदैन। कुद्नु पनि कस्तो कुदिरहेको छ यो मान्छे, कुद्यो मान्छे कहाँ हो? बिहानको एक्सर्साइज त्यस्तो अरे साथीहरू। 10 पाइला पनि सार्दै सक्यौँ। सो गाइस, भन्दा त अब यतिको मान्छेको दुःख हुँदो रहेछ है गाइस। यस्तो प्लेस चाहिँ यस्तो छ अनि फेरि मेरो यो फोनमा चाहिँ भिडियो स्टप हुँदैन र नि, कन्टिन्यू बनाएपछि एकखेप कन्टिन्यू बनाएपछि बनाएकै गर्नुपर्छ कि स्टप हुँदैन। सो यस्तो छ। ओ कस्तो है खोला परेर हो खेत। र हिजो चाहिँ म गाडी लिएर गएको थिएँ, आज चाहिँ फेरि माथि आज गाडीमा तेलै लाउनु बिर्सेछ हो। हिजो लाउनु पर्ने खासमा, आज तल तेल लाउनु बिर्सेर त्यहाँ अङ्कलले पो पुऱ्याइदिएको। मुख नधोइ उठेर कुदेको छु है गाइस, मुख पनि दुःखेको छैन। फार्ममा जानेछु। ओ माथि त्यो यस्तो जुप्पा देख्दैछ नि त्यहाँनिर काले केटा मासतिर। सो यस्तो छ, गाडी पनि भइरहेछ। अन्त म चाहिँ खासमा चाहिँ हो तल टाउन, त्यो टाउन होइन है, फेरि त्यो माथि रोड देख्दैछ नि लाइन, त्यसको उत्तापट्टि हत्तु हुँदो रहेछ त गाइस। फेरि पानी बनाउनु माथि जुन डाँडा छ त्यहाँ जानुपर्छ। त्यसकै उतापट्टि हो, 1 घन्टा हिँड्नुपर्छ गाइस, निकै टाइम लाग्छ। यस्तो छ के भन्नु। आया हत्तु हुँदो रहेछ त। यस्तो छ रमाइलो जिन्दगीको बाटोमा। मर्ने रहेछ त त्यहाँ पुग्दा त। यस्तो प्लेस छ यहाँ माथि। क्या मुस्किल है जिन्दगी, एकै जुनी हो, कहिले मर्छ
कहिले बाँच्छ त थाहा हुँदैन गाइस। जति बाँच्छ दुःख गरेरै बाँच्छ। त्यो बिस्तारै कुदेको मान्छे त ऊ माथि डाँडा पुगेर है हो हो त्यहाँ के है गाइस हत्तु भयो। हुँदै छ गाइस। यहाँ सुन्तला रोपिरहेछ, सुकेर आगो फुक्ने दाउरा भएको छ। यस्तो छ प्लेस। फुल हेर गाइस, वाह क्या दामी। यस्तो कहिले छ। फेरि आज चाहिँ रातभरि पानी परेर के यहाँ हेर्नु गाइस, पेनहरू पनि भिजिसक्यो।